नमस्कार। यतिखेर अब टुरी सिरियलमा चाहिँ माइलाले न्याय पाउँछन् कि पाउँदैनन्, उनलाई चाहिँ एउटा झुटो आरोपमा फसाइएको छ र उनले न्याय पाउँछन् पाउँदैनन् भनेर चाहिँ सम्पूर्ण कुराहरू बुझ्नको लागि चाहिँ हामीले एकचोटि टुरी सिरियल भाग 208लाई चाहिँ सम्पूर्ण सुरुदेखि अन्तिमसम्म निहाल्नुपर्ने हुन्छ। यहाँ भएका घटनाक्रमहरू हेर्नुपर्ने हुन्छ अनि चाहिँ हामीले प्रष्ट रूपमा थाहा पाउँछौँ कि अब आउने भागमा चाहिँ के कस्तो हुनेछ, उनले न्याय पाउँछन् पाउँदैनन् या उनले चाहिँ ऊ चाहिँ अब जेल जीवन नै बिताउनु पर्ने हो भन्ने कुराहरू हामीले प्रष्ट रूपमा बुझ्न सक्छौँ। एकचोटि हामीले सरसर्ती भाग 208को विषयमा वर्णन गरौँ अनि त्यसपछि चाहिँ के कस्तो रहला 209 अनि हामीले बुझ्ने नै छौँ। भाग 208मा चाहिँ के भएको छ भने बेनिसा र माइलाको खटपटीको विषय त सुरुदेखि नै भइरहेको हो। उनीहरू दुईजनाको चाहिँ एक आपसमा मिलन हुन सकिरहेको छैन। बेनिसाले चाहिँ एकहोरो माइलालाई पेलिरहेको अवस्था छ। माइला भने नोकर जस्तो चाहिँ भएर काम गरिरहेका थिए अनि एक्कासी बेनिसाले चाहिँ अब चाहिँ माइलालाई आफ्नो बनाउन सकिरहेको छुइनँ, अब चाहिँ मैले बच्चा जन्माउने प्लान बनाएँ भने चाहिँ माइलालाई आफ्नो बनाउन सकिन्छ भनेर उनले प्लान गरेकी हुन्छन् र त्यही अनुसार माइलालाई प्रस्ताव राख्छिन्। तर माइलाले चाहिँ अस्वीकार गरिसकेपछि चाहिँ अनि बेनिसाले चाहिँ माइलालाई बलात्कार गर्यो भनेर पुलिस बोलाएर चाहिँ यतिखेर थुनाइरहेकी छिन् अनि यो चाहिँ सरासर गलत छ। अब माइलाले केही गरेकै छैनन्, उनी चाहिँ एकदम झुटो आरोपहरू चाहिँ खेपिरहेका छन् अनि यो सरासर सम्पूर्ण कुराहरू चाहिँ जुन एउटा स्टेसनमा पुलिस स्टेसनमा चाहिँ माइलाले चिनेको साथी थियो, त्यो साथीले पनि यता अब चाहिँ भेट गरेको छ। तर यो केसहरूमा उसले पनि केही गर्न नसक्ने माइलालाई जानकारी दिइरहेको छ अनि त्यही गाउँका एकजनाले चाहिँ टुरीलाई पनि यो कुराहरू सुनाइदिइसकेका छन् र उनी एकदम छटपटाटको अवस्थामा देखिरहेको छिन्। अब माइला दाइलाई चाहिँ उसको रगतको नाता नभए पनि एउटा भावनाको नाताले चाहिँ दाइ मानेर बसेकी एकदम आत्मीयता चाहिँ झल्किने छ। त्यो भएको कारणले यता चाहिँ उनी चाहिँ छटपटाटमा परिरहेकी छिन् अनि माइलालाई चाहिँ अब निकाल्न चाहिँ एकदम गाह्रो भएको कुराहरू खुलासा भइरहँदा उनले चाहिँ अब बेनिसाले नै यो कुराहरू माइलालाई निकाल्नको लागि चाहिँ अब अरू कसैले नसक्ने भएर बेनिसाले नै त्यो निवेदन चाहिँ फिर्ता लिइन् भने चाहिँ निकाल्न सक्ने भनेर चाहिँ प्रहरीले पनि जानकारी दिएको छ। प्रहरीकामा गएर चाहिँ कसैलाई भेट्न पनि दिइरहेको छैन अनि अब उनले चाहिँ बेनिसाले फेरि मेरो घर नटेक भनेको भएर टुरी त्यहाँ जाने सक्ने अवस्था छैन। तर उनी हिम्मत राखेर चाहिँ त्यहाँ गएर यतिखेर बेनिसालाई भेटेर उनले चाहिँ बिन्ती बिसाएकी छिन्। तर बेनिसा भने मान्ने पक्षमा छैनन्, उनले चाहिँ रक्सी खाएर त्यहाँ चाहिँ रमाइलो गरिरहेकी छिन् अनि उनले चाहिँ विभिन्न कुराहरू गरिरहेकी छिन्। माइला दाइ अहिले अप्ठ्यारोमा हुनुहुन्छ, उनी सोझो मान्छे, उहाँलाई निकाल्नु पर्छ, म तपाईँको चाहिँ खुट्टा ढोक्छु भनेर भन्दै बेनिसाले नमानिकन उनलाई चाहिँ गलतिया र हटाइसकेपछि चाहिँ उनलाई त्यो पुरानै स्वरूपमा फेरि आएकी छिन्। उन चाहिँ जुन एउटा शक्ति प्रदान गरिएको छ नागले, त्यो शक्तिमा चाहिँ उनी आएकी छिन् र उनले चाहिँ देखाउन खोजिरहेकी शक्ति देखाउन प्रदर्शन गर्न खोजिरहेकी छिन्। यो सरासरी हेर्दाखेरि चाहिँ अब 209मा चाहिँ माइला छुट्ने सम्भावना चाहिँ धेरै देखिएको छ, किनभने बिना कसुरमा एउटा झुटो आरोपमा पसेकी हुन् र अब यहाँ चाहिँ सम्पूर्ण खेलहरू चाहिँ टुरीले नै खेलेर अनि माइलालाई चाहिँ छुटाएर फेरि एउटा सुख सुविधामा चाहिँ बस्न सक्ने बनाउने अवस्था चाहिँ देखिरहेको छ। अब माइलालाई छुटाएर चाहिँ बेनिसासँग चाहिँ अलग गराएर अनि फेरि माइलाको एउटा नयाँ जीवन चाहिँ फेरि सुरुवात हुने चाहिँ देखिरहेको छ। अब आउने भागमा चाहिँ माइला छुट्ने सम्भावना धेरै देखिएको छ। हजुरहरूलाई के लाग्छ एकवटा कमेन्ट चाहिँ छोड्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला, लाइक सेयर पनि गर्न नबिर्सनु।